नमस्कार दर्शकबिनहरू, मैले तपाईहरुलाई यहाँ काकरभित्ताको नयाँ पुल बन्न आँटेको ठाउँमा लिएर आएको छु। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ पुलको आधी कामहरु भइसकेको छ। चाँडै नै यो पुल तयार हुन्छ भन्ने आशामा छौं हामी। अहिले चाहिँ म यहाँ भित्र बसेर तपाईहरुलाई यो जग्गा देखाइरहेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ यस्तो छ यहाँ। अगाडि रोड पनि छ। तपाईलाई म रोड पनि देखाउँछु। अब यो अगाडि यहाँ विकास निर्माणको कार्यहरू सुरु हुँदैछ अनि बाटो पनि अलिअलि ठुलो बन्दै छ। अहिले यताबाट चाहिँ अलि देखिदैन, यताबाट तपाईले देख्न सक्नुहुन्छ कि यहाँ चाहिँ यस्तो छ। यो पुल चाहिँ निकै लामै बन्छ जस्तो लागेको छ। अब बनिसके पछाडि हेरौँ कस्तो हुन्छ। अब सक्दो चाँडै बने त अब हामी जनतालाई नै राम्रो हो। तर अब अवधि कति छ यसको बन्नको लागि। देखिहाल्नुभयो तपाईहरुले, यहाँ यस्तो छ। यता पाइपको काम पनि हुँदैछ। यस्तै छ यहाँ। यसको इन्डिङमा चाहिँ ठुलो बाटो बनाउँदैछ है। यताबाट यो हरियो गाडी आउँदै गरेको साइडबाट यो ठुलो ठुलो ब्लकहरू हेर्नुस्। यो अझ लगाउन बाँकी छ। यो ब्लक पुरै लागिसकेपछि चाहिँ एकदम सुन्दर आकर्षण देखिने विश्वास मलाई लागिरहेको छ। त्यो लास्टमा चाहिँ ब्लक त्यहाँ राखिरहेको, त्यहाँबाट रोड खुल्लै छ। लास्टमा यताबाट गाडी गुड्छ होला। पछि पुरा निर्माण कार्य सफल भएर पुरै रेडी भएपछि यो ब्लकको यहाँ साइडमा चाहिँ यस्तो दुलो छ हो। यो दुलोमा चाहिँ पाइप हालेछ। पाइपमा चाहिँ यस्तो फलाम छ। बिजुलीको तार जस्तो नि देखिन्छ। के हो यो? बिजुलीको तारै लाइन यसबाट लिएर रोड